अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले बुधबार राति सिनेटद्वारा अनुमोदित अस्थायी खर्च प्याकेज बहुमतले पारित गरेको छ। यस निर्णयले 35 दिनसम्म चलिरहेको सङ्घीय सरकार बन्द अर्थात् शटडाउनको अन्त्य भएको हो। सरकारी बन्द रिपब्लिकन र डेमोक्र्याट बीच सीमा सुरक्षा, आप्रवास नीति र स्वास्थ्य सेवा बजेटमा मतभेदका कारण सुरु भएको थियो। गत अक्टोबर 9 देखि सरकारी कार्यालयहरू ठप्प भएका थिए। करिब 8 लाख सङ्घीय कर्मचारीहरू तलबविहीन बनेका थिए। राष्ट्रिय पार्कहरू बन्द भएर हवाई उड्डान सेवा पनि प्रभावित भएको थियो। रिपब्लिकनहरूले मेक्सिकोको सिमानामा पर्खाल निर्माणका लागि $5 अर्ब माग गरेका थिए, जसलाई डेमोक्र्याटहरूले अस्वीकार गरेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई प्राथमिकता बनाएका थिए। सरकारी बन्दका कारण अर्थतन्त्रमा दैनिक $1 अर्ब भन्दा बढी क्षति भएको अनुमान गरिएको छ। अस्थायी खर्च प्याकेज पारित भएपछि सङ्घीय कर्मचारीहरूलाई तलब भुक्तानी र सरकारी सेवा पुनः सञ्चालनमा आउनेछ।